If you have curly wavy hair, you really need to see this. I'm gonna tell you about my hair. सबैजनाले सोध्नुहुन्थ्यो कि हेयर तिमीले कल गर्यौ अर्कै थियो त पहिला त स्ट्रेट थियो त सबैजनाले हुन्छ नि अब दुईपल्ट हेर्नुहुन्छ कि आजकल अहिले त अलिअलि भए पनि बानी हुँदैछ सबैजनाले अब चिन्नु थालेछ कि ओके यसको अहिले यो के भन्छ लुक्स चेन्ज भएको छ है भन्ने खालको चाहिँ अब अहिले चाहिँ भएको छ क्या सबैजनालाई प्रायः जस्तो नभए चाहिँ यसरी गरेर हेर्थ्यो क्या यसो गरेर दुईपल्ट हेरिरहेको ओके तिमी पो रहेछौ भनेर होइन यस सबैजनाले सोधिरहनु भएको थियो हेयर 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 ओपी भन्ने भइरहेको थियो सबैजनाको होइन एन्ड आई वान्ट टु से दिस यस इट्स माई नेचुरल हेयर इट्स माई नेचुरल पहिलाको जति पनि हेयरहरू थियो मेरो स्ट्रेट थियो जुन चाहिँ त्यो चाहिँ मैले स्ट्रेट गरेको है आई युज टु स्ट्रेट माई हेयर एभ्री इयर अलिकति पनि न्यू ग्रोथ भयो भने चाहिँ मैले त्यसलाई पनि फेरि स्ट्रेट गरिहाल्थेँ अब मलाई पुरा फ्रिजी कस्तो हुन्छ नि मैला टाइपको लागिहाल्थ्यो त्यो अलिअलि न्यू ग्रोथ भएपछि चाहिँ त्यहाँदेखि चाहिँ फेरि मैले स्ट्रेट गरेर फेरि सिनिक्क पारिहाल्थेँ होइन अन्त फेरि मलाई आफूलाई सफा लाग्थ्यो तर के भयो त्यसको रिजल्ट भन्दाखेरि चाहिँ एकदमै वर्स्ट मेरो हेयर फल हुन थाल्यो एकदमै बेसी यहाँनिर मेरो बल हुनु आँटिसकेको थियो होइन त्यसको बादमा मैले डक्टरलाई देखाएर चाहिँ यति साह्रो मलाई मैले ट्रिटमेन्ट स्टार्ट गरेँ डक्टरले एकदमै मलाई के अभोइड गर्नु भन्यो हिट है हेयर ड्रायर इभन हेयर ड्रायरहरू पनि युज नगर्नु भनेको छ अन्त जो चाहिँ स्ट्रेटनिङ त एकदमै नगर्नु केमिकल्सहरू मिक्स हुन्छ है त्यस्तोदेखिको चाहिँ अब टाढो बस्नुको लागि चाहिँ मैले चाहिँ के गर्नुपर्ने भनेर चाहिँ एकदमै म सोचमा परेँ होइन आई सर्च गुगलदेखिको लिएर युट्युबदेखिको लिएर ओ माई गश के भन्नु सबै मैले फोनै मैले सकिसकेको थिएँ क्या सबै सर्च गरेर सोसियल मिडियादेखिको लिएर के गर्नुपर्ने इट टुक मी मेनी मन्थ्स टु फिगर आउट होइन वाट वर्क्स अन माई हेयर कसो गर्नुपर्ने के लगाएर पो हुन्छ कि कसो पारेर पो अब एटलिस्ट म्यानेजेबल चाहिँ होस् न होइन कतै जाँदाखेरि झिङरिङ्ग परेर कसरी चाहिँ नहिँड्नु न भन्ने खालको फिल हुन्थ्यो तर मलाई के रियलाइज भयो इट्स नट फ्रिजी है केटी हो सुनिराख्नुहोस् इफ यु अल्सो हेभ कर्ली वेभी हेयर इट्स नट फ्रिजी है अब हामीले सम्झिन्छ फ्रिजी हो यो तर त्यति हो कोम गर्नु हुँदैन है नुहाइ गरेर अलिकति यसलाई चाहिँ इट जस्ट निड जेन्टल केयर हुन्छ नि केसले भन्दाखेरि चाहिँ अलिकति क्रिम लाउनु होइन अलिकति जेल अभियसली अब हामीले हेयर स्ट्रेट गऱ्यो भने पनि कति हामीले स्याहार सुसार गर्नै पऱ्यो नि त त्यसलाई होइन हेयर मास्क होइन कन्डिसनरदेखिको लिएर सबै त अब हामीले स्ट्रेटनिङको लागि पनि कति स्याहार सुसार गरिरहेको हुन्छ नि हाम्रो हेयरलाई होइन त्यसरी नै हामीले पनि कर्ली हेयरलाई पनि त्यस्तै टाइपले हामीले जेन्टली एकदमै मजाले केयर गऱ्यो भने चाहिँ के हुन्छ हाम्रो हेयर इट लुक्स लाइक दिस अन्त अहिले त मलाई एकदमै सजिलो क्या टक्क नआयो होइन सर क्रिमहरू अप्लाई गर्यो ड्राई है डिफ्युजर छ भने टक्क डिफ्युज गर्यो होइन त्यहाँदेखि भइहाल्यो अलरेडी गाइज त्यति नै हो होइन मैले जति पनि मेरो मान्छेहरू मलाई चिन्नुहुन्छ है उहाँहरूले सबैजना जस्तै सोध्नु हुँदै थियो भनेर कन्फ्युज भइरहनु भएको थियो होइन उहाँहरूको लागि चाहिँ मैले रिप्लाई दिएको छु है अन्त तर अब मलाई यस्तो खालके चाहिँ कमेन्ट आयो कि जसमा कि सबैजनाले मन पराउनु भयो क्या अलिकति भए पनि भोल्युम देखियो कपालमा होइन पहिला स्ट्रेट गर्दा अलिकति भए पनि अब प्यात्तै परेको भइरहेको थियो मेरो कपाल एकदमै अहिले पनि थिनै छ है अलिकति अब कर्ली गर्दाखेरि चाहिँ भोल्युम भयो होइन सबैजनाले मन पराइदिनु भयो थ्याङ्क यू सो मच तपाईँहरू पनि कर्ली बेबी हेयर छ भने चाहिँ यसरी नै तपाईँले केयर गर्नुहोस् है अन्त कसरी गर्नुपर्ने के गर्नुपर्ने यसको प्रोसेस चाहिँ म कुनै दिन यसको भिडियो बनाउँछु सो स्टे ट्युन गाइज हेभ अ गुड डे बाई